आज हामी भेडुवा चुइगा खाने पानी लिफ्ट पानीको थप पानी व्यवस्थापनको लागि मुहानको खोजीमा हिँड्दैछौँ। बन्दोबस्तको साथ हामी यही खानेपानी मुहान व्यवस्थापनको लागि यहाँ जुटिरहेका छौँ। नयाँ मुहान खोजीमा। पानी यत्रो छ यहाँ तर कोसे झाडी जस्तो छ यो। के छ हालखबर भनेको? जङ्गल सफारी कस्तो लागिरहेको छ त गोविन्द सरलाई? एकदम बेस्ट लागिरहेको छ। किसिन्दै जङ्गल सफारीको यात्रा कस्तो भइरहेको छ? एकदम यो जनताको लागि सङ्लो पानी खुवाम भनेर लागेको। जनताको सेवा गरेर के जनप्रतिनिधि हुने हो क्या अब? ठुलै के छ गतिविधि? ठिकै छ, मलाई खुसी लाग्छ। दुःख भने मैले पुरानो जमाना हिँडेको भयो ल, यो त 20-30 वर्ष पहिला, लगभग 20-25 वर्षपछि त्यो गुवाको पछाडि हाम्रो खेत थियो, त्यहाँ आएँ मैले पहिला राखेँ। मैले जमिनलाई ढोकेँ मैले, ल नसर आफ्नो त्यसमै फर्केछ भएछ भने विकास भएछ भने खेती गर्ने हो। ल ल ठिक छ। दाइमा त्यस्तो जङ्गल छ। अब बाबुआजको सम्पत्ति बेच्न पनि भएन होइन? भएन, बिक्री पनि हुन्न। तर कोही वर्षमा चाहियो कि आफ्नो सम्पत्ति भएर पनि सम्पत्ति कहाँ छ भन्नेसम्म थाहा छैन दाइलाई यार। जाउँ यति यात्रा जाउँ। जङ्गलको बिचमा झाडी पन्साउँदै त्यो चाहिँ बना बाटोमा सुरुमा हामी त पुरा सिस्नु पानी लाग्यो नि। पानी मूल्य छ आज हाम्रो पानी नाप्ने कार्यक्रम पनि हुन्छ। पुरै इन्जिनियर सर फिर्ता लिएर आउनुभएको छ। हाम्रो पुरै विज्ञ लिएर आउँ नि। अब यतातिर शिक्षाविद खानेपानी विज्ञ सबैलाई लिएर उहाँको यो खानेपानीको मेन इन्चार्ज यहाँ हो। ल उतातिर फेरि अब डिभिजन इन्जिनियर। हाम्रो खानेपानीको नि यस्तै पाहाडमा बसेर कस्तो पानी खानु छ भनेर भन्नुहुन्छ नि। यही यस्तै पानी खान्छ पुरा ढुङ्गाको कपेराबाट निस्केको जलुकाको फेदमा स्वच्छ पानी छिप 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 के भन्छ होला यो कुनाकोला झेउबाट पलाएको यस्तो पानी चाहिँ हामीले भेडुवा चुइगा खानेपानी लिफ्टले चाहिँ खान्छ है। जलुका पनि छ है। ल खानेपानी भेटियो मुहान होइन। अब चाहिँ धारा के सक्कलारी यसरी झर्छ पानी, शुद्ध पानी, पहाडको पानी, पुरा अर्ग्यानिक पानी छ यो। यो खाएपछि विभिन्न रोग हराउने आयुर्वेदिक पानी हो यो। यो पात पनि देखाउनु न शीर्षजार, जलुकाको पात देखाउनु न यार। ल बस ल। कति मिठो पानी छ। ठिक छ पानी हरर भयो शरीर। ल साह्रै मिठो। फाइनल्ली हामीले चाहिँ छत्रकोट गाउँपालिका वार्ड नम्बर 3 चुइगामा रहेको भेडुवा चुइगा खानेपानी लिफ्टको मुहान, जुन चाहिँ हामीले पहिले नै हेरेको मूल हो, त्यसलाई चाहिँ व्यवस्थापन गर्न सकिरहेको थिएन। अहिले चाहिँ त्यो पानी अभाव भएको कारणले त्यो मूललाई एकीकृत गरेर नयाँ व्यवस्थापनका साथ चाहिँ पानी वितरण गर्ने हाम्रो प्रारम्भ हुँदैछ। अब यो काम चाहिँ हामीले मुहान समेट्ने र यो पानीलाई तल अर्को इन्ट्याङ्कमा खसालेर चाहिँ पानी खुवाउने काम चाहिँ हुन्छ। ल पानीको मुहान यो छ, यसरी काम गरिदियो। यो अन्दाजी पाइप कति लाग्छ भनेर यो नापन पनि भइरहेछ। मापन हो कि नापन के मापन भन्न पर्यो होइन। यहाँ मुहानदेखि अर्को ट्याङ्कीसम्म रहेको ग्यापको स्पेसमा कति जति पाइप लाग्छ भनेर मोटामोटी अन्दाजको रूपमा मापन हुँदैछ। हामी हर्क साम्पाङ होइन, बालेन होइन, हमाल होइन, हामी जनप्रतिनिधि नभए पनि आफ्नो काँधमा आएको जिम्मेवारी पुरा गर्न चाहन्छौँ। स्थानीयलाई एकदम सहज रूपमा पानी खुवाउन चाहन्छौँ।
पेउली पलायो हो पेउली पलायो। पेउली पलायो रेसिङ्गाको डाँडाले फेरि पलायो भन्ने त होइन चिलाउनेको हुन् तल दाइ यहाँ चाहिँ गोडा पनि पाइन्छन् माछा पाइन्छन् आज माछाको पनि एक धार्नी माछा 2 धार्नी गोडा हामीले कलेक्सन गरेर साँझै चिरिप्प पारेर कोदाकोसँग खाने योजना छ कोदाको खाने हो कि अर्को कालिका फलको खाने हो कालिका फल पनि 1 नम्बर हुन्छ त कालिका फलको हजार मिटर लाग्ला जस्तो छ त्यही भएर म आएको हुन नि आउँथेन होइन डोँडाको त हेर्ने गोविन्दले त हो नि अब इन कपडा गएर फाल्ने जो गरे हलन टुहाट परेर